अर्को पार्ट फेरि यहाँनिर गरेर चाहिँ यो उकालोमा यो पनि यहाँ नि लास्ट ठिक सही भयो क्या त्यस्तै सबै सर्लक्कै तलसम्म गराउनु गएको दामी हुन्थ्यो उहाँ पारि हनुमानको बनाएको छ क्या त्यहाँनिर उहाँ पारि त्यसको यही यो मेला लागेको रेडीको मेला बबाले लागेको थियो नि होइन हेर्नुभयो होला अगाडिको भिडियोहरू राम्रै थियो घुम्न कहाँ देखाउनु भयो त म बुटोलदेखि ल ल कस्तो लाग्यो त ठिकै छ दियोस् अब यो पहिलादेखि चाहिँ राम्रो छ हजुर आमा कति धेरै घन्टी रहेछ पुरै ल आइपुग्यो यहीँ एउटामा हेलो युट्युब वेलकम ब्याक टु इन्द्र ब्लग आयो सबजना सन्चै राम्रो हुन्छ म नि सन्चै राम्रो छु न्यू भिडियो न्यू ब्लग भन्नुपर्छ आज चाहिँ म रिडी जाँदैछु बाइकमा मोटो ब्लग मेरो रिडी जाने काम छ मेरोमा आज रिडीमा के छ यसो देखाइन्छ रिडीको हल्ली चल्ली आज चाहिँ म एफजेडमा जान्छु है आज म रानी लाग्दैन धेरै कुरा ल्याउनु छ मैले ओके अलराइट ल हिँड्यो है घरदेखि यस्तै छ बाटो सबै कति रोड हो क्या पाल्पातिर हाम्रोतिर चाहिँ पारी गुल्मी गएपछि नि छैन पिच अझ पिच बन्न लागेको छ गुल्मीतिर यताको त बाटो चाहिँ सधैँ यस्तै हो थोरै काम छ अनि थोरै काम भ्याएर अनि चट्ट सामान लिन सक्यो मेरो यहाँ गाडीको सामानहरू त्यही भएर म जाँदैछु अहिले मरेको गाउँमा छु है मरेको गाउँ भन्छ होला मरे होइन फेरि मरे यो रोड चाहिँ पाल्पा गुल्मी जोड्नलाई एकदम सजिलो छ क्या हामीलाई यो बाटो बर्खामा पनि चल्यो त ठिक हुन्छ हाम्रो चाहिँ पक्की पुल छैन क्या त्यही भएर हामी चाहिँ जहिले पनि सस्पेन्सन पुलबाट जानुपर्छ सस्पेन्सन पुलबाट बाइक चाहिँ तारिन्छ अरू चाहिँ अब अहिले हिउँदोमा त खोलाबाट गाडी तर्छ नत्र नि त बर्खामा चाहिँ गाह्रो छ क्या बर्खामा गाडी तर्न पाउँदैन बाइकहरू त हिँडालिन्छ तर बर्खामा चाहिँ गाडीहरूलाई चाहिँ गाह्रो छ त्यही भएर हामी फेरि हार्तो घुम्न पर्छ घुम्नु जानु पऱ्यो नि एकदम आवश्यकता छ है हाम्रो योमा तर पुलमा तर के नि अब त्यही त स्पोर्ट्स नेतागिरी कता खै केही थाहा नहुने यसम्म नि अहिले चाहिँ बनाउनु त बनाएको छ यस्तो ढलाइ गरेको चाहिँ यो एउटा पार्ट यहाँ छ यति जस यहाँ लास्टै अप्ठ्यारो थियो क्या हिलो भएर लास्टै अझै अलि तलैबाट चाहिँ गर्नुपर्ने ढलाइ यति पछाडि चाहिँ गर्नुपर्ने अलि माथिबाट भर्छ त्यो त्यहाँदेखि यति चाहिँ डेभलप गरेको छ है बिस्तारै जो स्थानीय सरकारले चाहिँ यति चाहिँ गरेको छ खुसी लाग्छ त्यस्तै गऱ्यो भने त बिस्तारै त हुने हो कहाँ एकैचोटि गर्न सक्छ र होइन अर्को पार्ट फेरि यहाँनिर गरेर चाहिँ यो उकालोमा यो पनि यहाँ नि लास्ट ठिक सही भयो क्या त्यस्तै सबै सर्लक्कै तलसम्म गराउनु गएको दामी हुन्थ्यो केही छैन यतिको भाइ भएको छ बहुत भएको छ त्यो पारिदेखि सबै गुल्मी हो यहाँ तल अलि देख्नु होला हो तल त्यहाँ अगा बजार भन्छ यहाँनिर हामी खोलामा राति माछा मार्नु जाने यहीँ खोला हो क्या सबै जहिले पनि पुरा नाइट भ्लगहरू छ भने अगाडिको हेर्नुपर्छ भने सबै यहीँ रेडी खोलामा तलबाट माछा मार्नु जान्छौँ क्या सबै अगाडिको हेर्नुपर्छ भने है अर्को यहाँ अलिकति यहाँ पनि गरेको छ अलिकति राम्रो नलाई अडिन्छ यत्तिको भयो भने त केही हुन्छ क्या जस्ट डेभलप हुँदैछ बिस्तारै हाम्रो गाउँठाउँ पनि है होला नि यो पछिसम्म हेरौँ है जिन्दगीमा के छ र जस नयाँ हुन्छ नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई जस सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला यस्तै माया लाग्छ भने होइन भिडियोहरू राम्रो लाग्छ भने सब्सक्राइब गर्नु होला नत्र भने त के गर्छ र भन्नु भएन यसो मन पऱ्यो भने लाइक सेयर गर्नु होला यसो साथीभाइहरूलाई सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला त्यही त हो सपोर्ट चाहिँ गर्नुपर्छ क्या सपोर्ट गऱ्यो भने बल्ल रङ लाग्छ नि त जसले पनि आफूले केही गरेको कुराको प्रतिफल राम्रो आयो भने बल्ल त्यसलाई जागर लाग्छ क्या काम गर्न त्यस्तै हो मैले पनि भिडियो बनाइरहन्छु यसो सब्सक्राइबहरू बढ्ने यताउति होइन लाइकहरू अनि सब्सक्राइबहरू होइन लाइकहरू बढ्यो भने
भ्युजहरू आयो भने बल्ल मलाई नि रङ्ग लाग्छ नि त नयाँ नयाँ भिडियो बनाउनुहरू फरक फरक कन्टेन्टहरू हाल्दा चाहिँ जस जाँगर लाग्छ क्या नत्र भने त अब काम गऱ्यो कुनै पनि प्रतिफल आएन भने चाहिँ त्यो चाहिँ राम्रो हुँदैन है यो गाइस यस्तै चलिरहेको छ जिन्दगी होइन घरिकेको ब्लग 2वटा माछाको ब्लग आयो त्यसपछि बाइक राइडको ब्लग आयो रमाइलो भइरहेछ जिन्दगी यस्तै चलिरहेछ घाँसको गाडी बोकेर पहाडतिर फेरि यस्तो चल्छ नि जिन्दगी त्यो घाँस बोकेर आइरहेछन् मान्छेहरू अर्को पहाडतिर कम गाह्रो छ यस्तै बोक्नुपर्छ ओके यहीँ खोलामा क्या माछा मार्न आउने यहाँ हामी चाहिँ अब यो हिउँदमा चाहिँ यताबाट गाडी तर्छ पाहाडदेखि नत्र नि हामी चाहिँ यहीँबाट झोलुङ्गे पुलदेखि जानुपर्छ क्या सस्पेन्सन ब्रिजबाट यस्तो झोलुङ्गे पुलदेखि जानुपर्छ त्यो भएर हामीलाई चाहिँ गाह्रो हुन्छ क्या बर्खामा चाहिँ गाह्रो हुन्छ है यो चाहिँ पाल्पा गुल्मी जोड्ने पुल हो यहीँबाट अब हिउँदभरि यसमा हिँडिन्छ बाइककोलाई त टेन्सन छैन हामी आउने चाहिँ यहीँ खोलामा यो खोलामा यति अगाडिको भिडियोहरू हेर्नुपर्छ नै म माथि लिङ्क बटनमा राखिदिन्छु भिडियोहरू हेर्नु होला यहीँ खोलामा यति धेरै माछा मारिन्छ रातिमा आमा कति तेज आइसक्यो हामी उहाँदेखि चाहिँ गाडी टर्छ त्यही हो यस्तै छ परिस्थिति अब हामी यहाँदेखि चाहिँ गुल्मी पारी हामी यतातिर पाल्पा उतातिर चाहिँ गुल्मी गुल्मी टेक्यो है गाडी बाटो त ठुलो छ तर यो पिर हुन लागेको छ क्या यो रोड चाहिँ तर धुलो चाहिँ लाखाइन्छ क्या पहिला यहाँ चाहिँ यस्तो डर लाग्ने थियो यो एरिया अहिले हेरौँ न पुरै खाली पुरै खुल्ला क्या खुल्ला पहिला यस्तो डर लाग्ने थियो यहाँ चाहिँ यहीँ बस्नुपर्छ धुलोडा त्यही बस्छु म त यार त्यही धुलोडा पानी छेप्दै आएको रहेछ क्या त्यही धुलोडा छ यार सही हो दामी सही समयमा आइसक्यो म आज चाहिँ टक्क पानी छेप्दै आएर रहेछ ट्याङ्करले आनन्दले आनन्दले मल्ल आउँछ नि त बल्ल धुलो खाइदिन क्या अहिले फेरि अहिलेको घाँसदेखि चाहिँ अझै खरको घाँस छ क्या अहिले चाहिँ रुखको घाँस थियो अहिले चाहिँ खरको घाँसले हिँडिरहेको छ मान्छेहरू एक्लो पिपल आयो एक्लो पिपल गर्नु पुरै चेन्ज हो यहाँनिर एउटा मात्र एक्लो पिपल थियो कि त्यही भएर यसलाई यसको नाम एक्लो पिपल भयो थियो यो एक्लो पिपलै काटिदिइसकेको छैन आजले नत्र खास त्यही एउटा मात्र पिपल थियो कि त्यहाँनिर एक्लो पिपल नाम भएको थियो कि यसो अहिले चाहिँ अब छैन पिपलै छैन पिपलले चाहिँ त्यही पनि यसको नाम चाहिँ एक्लो पिपल है फाइनल म चाहिँ एक्लो पिपलमा आइपुगेँ ओके रेडी पनि आइयो है म आज यसो तिनमुखे पुल हेर्न जाऊँ भनेर म हिँडेँ अनि त्यसपछि पारी पनि हेर्न पऱ्यो क्या उहाँ मारी स्याङ्जामा यस्तो दामी बनाएको छ उहाँनिर म त्यहाँ जान्छु आज त्यहाँ गएर म त्यहाँको भिडियो देखाउँछु त तपाईँहरूलाई उहाँ पारी हनुमानको बनाएको छ क्या त्यहाँनिर उहाँ पारी यस्तो यही यो मेला लागेको रेडीको मेला बबाले लागेको थियो नि होइन हेर्नुभयो होला अगाडिको भिडियोहरू राम्रै थियो कति रमाइलो थियो बबाल थियो यहाँ चाहिँ अहिले त हुँदैन क्या अब मेला छैन नि त त्यही भएर केही पनि हुँदैन अहिले उहाँ पारि गेम चाहिँ उहाँ पारि स्याङ्जामा भएको थियो ल फाइनली म त रेडी आइपुगेँ एकैछिन उयो गर्छु अनि त्यसपछि फर्किन्छु मेरो काम ल्याएर अन्त एकैछिन पुलमा भटौँ न भाइ पुलमा आइपुगेँ तिनमुखे पुलमा अब म पारि जान्छु टक्क उहाँनिर एउटा रमाइलो बनाएको छ त्यहाँनिर मेरो जाने कुरो छ कतादेखि जानुपर्छ डर हिँड्नुपर्छ क्या मलाई थाहा म चाहिँ गुल्माबाट इन्ट्री गरेँ
यो पुल त मेरो अगाडिको भिडियो हेर्नु भने मेरो डिटेल्स भिडियो चाहिँ म माथि लिङ्क गरिदिन्छु त्यो भिडियो हेर्नु होला पुलको बारेमा यताउति सब कुरा ल है त यहाँ त रमाइलो रहेछ बाप रे बाप मलाई एउटा सानो कोक हुन्छ सधैँभरि साथ पाए त्यही मन छ मलाई कहाँदेखि आएको आन्टी हजुर आमा रमाइलो रहेछ यहाँ त सानो कोक हुन्छ सधैँभरि साथ पाए त्यही मन छ केले चलाउने बानी बस्यो हाँसेर बोलाउने बाटो पाक्यो बल्केले चलाउने बानी बस्यो हाँसेर बोलाउने बाटैमा स्याङ्जार ल ल रमाइलो आन्टी त यो ट्यापले मोरालाई भनिदिन्छु म सासूको छोरालाई के गर्ला यो ट्यापले मोरालाई तिनका फुल एकचोटि चढ्दैछौ हिँडीमा सराइले गर्दैछौ चढ्दैछौ हिँडीमा सराइले गर्दैछौ तिनका फुल रमाइलो कति रमाइलो हौ आन्टी कहाँदेखि आएको जागिर मेरो हेर न सरकार कहाँदेखि आन्टी हजुर हामी बानेश्वरबाट ए काठमाडौँदेखि आमा कति रमाइलो हौ तपाईँहरू त रमाइलो नि रहेछ साह्रै ए के यो यहाँ भक्त गर्नु आएको हजुर हामी अनि सुपा देउराली जाने अनि स्वर्गद्वारी जाने ए अझ सुभद्राले पुग्ने हो अनि स्वर्गद्वारी जाने 5 बजी हिँडेको पछि शुक्रबार बिहिबार मात्रै हो घर पुग्ने ल ल सही ल रमाइलो हो गन्थे दाल र खिरनी पाक्या छ भन्थे आफन्तदेखि हेरे अब गन्थे दाल र खिरनी पाक्या छ भन्थे हे कान्छन पैसा खाँदैमा गन्थे दाल र भानी पाकेको छ भन्थे सँगै जाने बाटैमा तनाउ बिर्सी जाने मायालाई के भनौँ साह्रै रमाइलो तरकारी किन्छन् टिका लाउँछन् दक्षिणा तरकारी किन्छन् टिका लाउँछन् दक्षिणा दिन्छन् खुट्टीमा तिम्रो दया छ मेरो ल ल मुटुमा तिम्रो दया छ मेरो तिमीलाई यार छ मेरो सही हो रमाइलो रमाइलो ल ल रमाइलो गर्नु होला पुग्यो होला ल पुग्यो पुग्यो सही हो वा काठमाडौँदेखि आएको आन्टी यस्तो बल रमाइलो रहेछ दामी रमाइलो हरेक नाच्दै नाच्दै तीर्थ गर्न आउनु भएको रहेछ क्या जस यहाँको चाहिँ तीर्थ चाहिँ बबाले हो क्या यहाँ माउको रिडीको योगलाई चाहिँ दामी मान्छ नि त त्यही भएर अन्त चाहिँ सुपादेरले कता कता पुग्ने भन्दै हुनुहुन्थ्यो अन्त्यहरू बब्बाल मजा आएर एकछिन हेऱ्यो त केही छैन म चाहिँ तपाईँलाई चाहिँ हनुमानको त्यो बनाएको स्याङ्जाको चाहिँ आज म देखाएर छाड्छु भनेर यस्तो जोसिएर हेरिरहेको छु चाहिँ स्याङ्जातिर लागेँ यतातिर स्याङ्जातिर गुल्मीबाट छिरेँ म स्याङ्जातिर म पाल्पातिर चाहिँ गएन बस यो चाहिँ कालीगण्डकी ऊ यहाँनिर कालीगण्डकी यो बग्दै गरेको चाहिँ कालीगण्डकी
यस्तो जहिले कालो हुन्छ क्या यो यहाँनिर पुल छ एउटा आएर चाहिँ यहाँनिर माथितिर स्याङ्जातिर जानुपर्छ त्यहाँनिर एउटा सर्टकट बाटो बनाएको रहेछ यो पनि चाहिँ अलिकति हिँडिसकेपछि चाहिँ आइपुग्दो रहेछ यहीँनिर छ थाक्यो हिँड्नै छ बानी छैन कि मेरो ल एकछिनमा आइपुग्यो त धेरै टाइम लाग्दो रहेछ उता माथिबाट नि त आउँदो रहेछ क्या रोड अहिले चाहिँ भर्खर खनेको रहेछ क्या यो रोड चाहिँ यो रहेछ नि त माथिबाट आउने बाटो ल आइपुग्यो दामी पहिला त पिजै रहेछ नि ल यहाँ अब यहाँको देखाउँछु म आमा कति धेरै घन्टी रहेछ पुरै ल आइपुग्यो यहीँ एउटामा कस्तो दामी एउटै ढुङ्गामा बनाएको थियो पहिला चाहिँ तु मात्र बनाएको थियो अहिले चाहिँ दामी आर्ट चार्ट गरेर यस्तो दामी बनाएको रहेछ यहाँनिर चाहिँ अझै हामी चाहिँ स्याङ्जामा है यो बनेको यहाँ ठ्याक्कै तिनमुखे पुल यहाँ नजिकै उतै गुल्मीको भयो यतातिर पाल्पा ऋषिकेश मन्दिर यो खास विशेष त त्यो ऋषिकेश मन्दिर है त दामी रहेछ ल यहाँ नजिकै छ तिनमुखे पुल त्यो पुरै एउटा ढुङ्गामा बनाएको छ क्या यो पुरै यो सिङ्गल एउटा ढुङ्गामा 8 दामी यार लाइट साइड रहेछ अन्त व्यवस्था दामी रेलिङ फर्स्ट टाइमै आएँ म चाहिँ ल म फर्केँ यहाँनिर चाहिँ त्यो मन्दिर यहाँनिर चाहिँ पुरानो बनेको रहेछ पहिलानिर अहिले चाहिँ पुरानो चाहिँ ढलाइ गरेर बाटै बनेको रहेछ नि त पहिला म आएको म फर्स्ट टाइम आएको तर अहिले चाहिँ नयाँ बाटो यहाँ खनेको रहेछ यताबाट पनि खनेको रहेछ बाटो ल ठिक छ न्यु इयरमा चाहिँ बवाल प्रोग्राम हुने प्लानिङ गरेँ कति भ्याउँछ भन्दै थियो दाइले त्यहाँ एकजना दाइ भेट हुनुभएको थियो तर म चाहिँ उसको भिडियो गराएन त दाइले चाहिँ अहिलेको न्यु इयरमा चाहिँ प्रोग्राम हुन्छ जस्तो कुरा गर्नु थिएँ सायद हुन्छ होला त्यही म पनि कन्फर्म भएन दाइ पनि खासै कन्फर्म हुनु भएन त्यही भएर म चाहिँ भिडियो खिचेन ल म फर्केको है त त्यही हो अब बाटो पनि त्यही हो अब रिडीको बजार कति देखेर नि तपाईँलाई आज नयाँ देख्न पाउनु भयो होला कस्तो लाग्यो भिडियो भन्नु होला कमेन्ट डाउन द बिलो ओके यहाँ दाइ पनि आउनु भएको रहेछ घुम्न कहाँदेखि आउनु भयो दाइ म बुटोलदेखि ल ल कस्तो लाग्यो त ठिकै छ दियोस् अब यो पहिलादेखि चाहिँ राम्रो छ हजुर अब पहिला त अब यो थिएन 3टा जिल्ला जोड्ने भनेर कस्तो रहेछ भनेर हेर्न आएको म सही आउनु पऱ्यो नि त आफ्नो घर चाहिँ कहाँ हजुरको मेरो घर बुटोल हो ए ल सही हो आउनुपर्छ आफ्नो गाउँठाउँ रमाइलो छ अनि एक्सपोर्ट गर्नुपर्छ मैले पनि यसो भिडियो बनाउन आएको थिएँ म चाहिँ उहाँ पारि पुगेर आएँ है उहाँ पारि त हनुमानको छ नि पहिला त ऊ मात्र बनाएको थियो अहिले चाहिँ पुरा आर्टै गरेको रहेछ यस्तो राम्रो आर्ट गर्थ्यो अझ बन्दैछ त्यहाँ बन्दै रहेछ अहिले चाहिँ न्यु इयरमा प्रोग्राम रह्यो त्यहाँ हजुर ल हुन्छ दाइ मेरो ल बाई बाई रमाइलो लाग्यो त्यस दाइ पनि आउनु रहेछ दाइ पनि नयाँ म पनि घुमेँ यस्तो रमाइलो लाग्यो ल अब मैले फर्किनु थालेको ल ओके त्यही हो गाइस सी यु इन द नेक्स्ट ब्लग गाइस सी यु सुन बाई बाई